यहाँ सबैजनालाई जय मसी। आज हामी उत्पत्ति 5 अध्यायको 6 देखि 32 सम्म हेर्न जाँदैछौँ। यसको शीर्षकमा लेखिएको छ सेतको वंश। सेतको उमेर 105 वर्षको हुँदा उनको छोरो एनोस जन्म्यो। एनोस जन्मेपछि सेत 807 वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। सेतको जम्मा उमेर 912 वर्ष भएको थियो अनि उनी मरे। एनोसको उमेर 90 वर्षको हुँदा उनको छोरो केनान जन्म्यो। केनान जन्मेपछि एनोस 815 वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। एनोसको जम्मा उमेर 905 वर्ष भएको थियो अनि उनी मरे। केनानको उमेर 70 वर्षको हुँदा उनको छोरो महलालेल जन्म्यो। महलालेल जन्मेपछि केनान 840 वर्षसम्म बाँचे अनि उनका अरू छोराछोरीहरू जन्मे। केनानको जम्मा उमेर 910 वर्ष भएको थियो अनि उनी मरे। महलालेल को उमेर 65 वर्षको हुँदा उनको छोरो एरेद जन्म्यो। एरेद जन्मेपछि महलालेल 830 वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। महलालेलको जम्मा उमेर 895 वर्ष भएको थियो अनि उनी मरे। एरेदको उमेर 162 वर्षको हुँदा उनको छोरो हनोक जन्म्यो। हनोक जन्मेपछि एरेद 800 वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। एरेदको जम्मा उमेर 962 वर्ष भएको थियो अनि उनी मरे। हनोकको उमेर 65 वर्षको हुँदा उनको छोरो मतुसेलह जन्म्यो। मतुसेलह जन्मेपछि हनोक 300 वर्षसम्म परमेश्वरको साथ हिँड्दै रहे। उनका अरू छोराछोरीहरू जन्मे। हनोकको जम्मा उमेर 365 वर्ष भएको थियो। हनोक परमेश्वरको साथ हिँड्थे अनि उनी अलग भए किनभने परमेश्वरले उनलाई उठाइ लानुभयो। मतुसेलहको उमेर 187 वर्षको हुँदा उनको छोरो लेमेक जन्म्यो। लेमेक जन्मेपछि मतुसेलह 782 वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। मतुसेलहको जम्मा उमेर 969 वर्ष भएको थियो अनि उनी मरे। लेमेकको उमेर 182 वर्षको हुँदा उनको एउटा छोरो जन्म्यो। उनले यसो भनेर उनको नाउँ नोआ राखे, प्रभुले श्राप दिनुभएको भूमिको हाम्रो काम र परिश्रममा यसले हामीलाई शान्ति दिनेछ। नोआ जन्मेपछि लेमेक 595 वर्षसम्म बाँचे। उनका अरू छोराछोरीहरू जन्मे। लेमेकको जम्मा उमेर 777 वर्ष भएको थियो अनि उनी मरे। नोआ 500 वर्षको हुँदा उनको छोराहरू सेम, हाम र एपेत जन्मे। आमेन।